यो माथि सिमलको बुटाबाट नौमुले बजारको सुरुवात हुन्छ। त्यहाँबाट तपाईहरु हेर्न सक्नुहुन्छ जो बाटो त्यो रचने डाँडा भन्छौँ। उता साइडमा चाहिँ यो लोहरी रिभर बगिरहेको छ। त्यसरी चाहिँ नौमुले बजार सुरु हुन्छ। यो बीचमा के ग्याप छ है। त्यसपछि हामी यो पारीको बाटो जहाँ खोला देख्न सक्नुहुन्छ, पारी गजमाली खोला हो त्यो। अनि तपाईहरुले सायद त्यहाँ हाइड्रो पावर अलिकति नदेखेको रहेछ। हेर्नुभयो भने यहाँ माथि योमा मैले फोकस गरेँ। यो हाइड्रो पावरको बिल्डिङ रहेको छ है। अनि त्यसरी चाहिँ नौमुले बजारलाई हामीले अवलोकन गर्न सक्छौँ। पारी त्यो गजमाली खोला रहेको छ, त्यो पनि आएर लोहरीमा मिसिन्छ। यो नौमुले बजार रहेको छ भने पाल्लोपट्टि चाहिँ नौमुले के अरे गाउँपालिका वार्ड नम्बर 5 रहेको छ। त्यसरी चाहिँ नौमुले बजार यहाँदेखि हाम्रो सुरुवात हुन्छ। यो पारी चाहिँ हस्पिटल रहेको छ। त्यसरी व्यापारीहरूको व्यापार केन्द्र हो यो नौमुले बजार। यो तरिकाले योभन्दा तल्लो साइड त्यहाँनिर तपाईँहरूले मेरो आफ्नो घर पनि देख्न सक्नुहुन्छ। त्यहाँनिर घरको ठ्याक्कै उतापट्टि चारैतिरबाट चाहिँ घरलाई चाहिँ सिक्किएको छ। त्यसरी चाहिँ हाम्रो नौमुले बजार प्राङ्गण खेत भैरवमावि स्कुल रहेको छ। अत्यन्तै यसको बनावट पनि अति सुन्दर छ। अब यो बन्ने क्रममा छ, सबै कुरा बन्दैछ। यो भैरवमावि देख्न सक्छौँ। अनि अब हामी बजारलाई अलिकति फोकस गर्छौँ। लोहरी छ साथमा, जहाँ लोहरीमा लोहरीको असला माछाहरू पाइन्छ है। यहाँदेखि नौमुले बजार सुरु हुन्छ। यो पारीदेखि रहनु भएको चाहिँ हाम्रो स्वास्थ्य चौकीको भवन हो, बन्ने क्रममा छ। र यो चाहिँ अहिले हालसाल बनिरहेको भवन हो भने यो चाहिँ बन्ने क्रममा लगभग इन्डिङतिर छ है। त्यसरी चाहिँ नौमुलेको विकास समय अनुकूल भइरहेकै छ भन्नुपर्छ। यसलाई चाहिँ अलिकति बाटोहरूको समस्या हो, त्यो पनि होला समय अनुकूल, आत्तेन हुँदैन। समयभन्दा पहिला केही पनि पोसिबल देखिएन हाम्रो देशमा। जो भी गुजरे जमाने तो भी बात जिस तन लड़ जा रहा नाग इश्क की तना बर मन राम की कुछ भी रिझावे ना, सोवे न खावे ना, दिल बस इतना चाहवे। ट्रेकिङ किन हाइकिङ चाहियो, डाँडा चढ्दा अहिले म पनि यो डाँडा देखण दे जी भर के देखण दे, नजर मेरे तेना चुरावे। सब हार बैठा जो एक झलक में वो बोल भी बोल न पावे, पावे। देखण दे जी भर के देखण दे। कति राम्रो हेर्नुहोस् त्यो मजाले कुहिरो कञ्चन निश्चल त्यो कुहिरो, अनि त्यसकै तल कञ्चन एकदम निश्चल तरिकाले बगिरहेको लोहरी, अनि त्यो लोहरीसँग लुकामारी खेल्ने ती माछाहरू। आहा कति, अनि हामी भाग्यमानी हो। हेर्नुहोस् त काहीँ छ, तपाईँलाई उराट काहीँ छ, आँखालाई चस्मा चाहिँदैन यहाँ बस्ने हो। त्यति राम्रो छ यहाँको दृश्य, हरियाली उठ्न बित्तिकै हरियाली खोज्नै पर्दैन। आँखै अगाडि आँखा खोलेर हेऱ्यो कि ठ्याक्क हरियाली देखिन्छ नि, यति सुन्दर छ है। फेरि व्यापारिक हब नौमुले गाउँपालिकाको चाहिँ व्यापारिक केन्द्र हो। अब अलिकति केही समय लाग्ला, हाम्रो अब पालिका भवन पनि यो डाँडामा बन्दैछ अरे। यहीँ कता हो ठ्याक्कै, अब म चाहिँ कहिले काहीँ आउने भयो। यो डाँडा यहाँ कता छ, एउटा फाँट यहाँ बन्दैछ अरे। यो भयो नि कति राम्रो, सबैलाई बाइक गर्ने ठाउँमा भवन बन्दैछ। यतातिर कतै यो पुलहरू हटाउने कुराहरू छ कता कता। यहाँ चाहिँ डोजरले खारेर टपमा चाहिँ भवन बन्दैछ। त्यो भवन हामी छिट्टै देख्न पाऊँ र तपाईँहरू सामु मैले फेरि यसरी नै पस्किन पाऊँ है। यसरी भवन बन्दैछ। भवनका लागि एकदमै यहाँ व्यापारिक दाजुभाइहरूको अब रिलेटिभ्सहरू होइन, राजनैतिकमा आस्थावान अब राजनीतिज्ञहरू जुटिरहनु भएको छ। यहाँको भवनको लागि चाहिँ प्रोसेसहरू अगाडि बढाइरहनु भएको छ। यहाँहरूलाई लोकेसन चाहिँ यो लोकेसनमा भवन बन्दा कस्तो होला,
राम्रो अथवा नराम्रो यहाँहरूको प्रतिक्रिया होस्। यो लोकेसन यो डाँडा जब जुन डाँडाबाट म तपाईँहरूलाई त्यो नौमुले बजारलाई चाहिँ मोबाइल मार्फत प्रयोग गरिरहेको छु त्यो डाँडामा भ्रमण गर्दा कस्तो होला यहाँहरू, साँच्चीकै राम्रो होला अथवा जोखिम होला अथवा नराम्रो होला अथवा त्यो ठाउँ सुइटेबल भएन, त्योभन्दा अझै राम्रो ठाउँ पाइन्छ कि भन्ने होला। योभन्दा राम्रो चाहिँ अलिकति गाह्रो पर्छ, किनभने सबै फाँट माछा तल छ। यो माथि ठाउँबाट हेर्दाखेरि राम्रो पनि देखिने, भवनमा आउँदाखेरि नौमुले बजारलाई पनि अवलोकन गर्न पाइने मलाई चाहिँ त्यस्तो लाग्छ। मलाई जे लाग्छ तपाईँहरूलाई पनि त्यही लाग्छ भन्ने चाहिँ छैन।